रेडी भइसक्यो त। अनि मम्मीलाई पो कसरी मनाउने हो त? म मनाइहाल्छु नि त, चिन्तै नगर न। त्यसो भए जाऊँ न त हेरौँ। ल जाने भए जाऊँ। एक्सन एक्सन कहाँ जान लाग्यो तिम्रो? साथीको बर्थडे पार्टीमा के मम्मी? 12 बजे सरप्राइज दिने हो के? 12 बजे। तपाईले फिल्मतिर देख्नु भएको छैन 12 बजे सरप्राइज दिएको? ए भनेपछि आज उतै बस्ने। भोलि बिहानै आइपुग्छौँ। 5 बजे आइपुग्छौँ। गाउँहरू कसैलाई थाहा हुँदैन। ए भनेपछि आज कुन बार हो ल भन त? शनिबार। आज झन् बिदाको दिन। ए अनि ज्योतिषीले शनिबार आमा छोरी छुट्टिनु हुँदैन भनेर भनेको बिर्स्यौ? बाउ उता छन् त्यही पनि। यहाँ म एक्लै छोडेर आमालाई यस्तो गर्छौ? बाउ यता गयो 1 बास, म यहाँ छु 2 बास। तिमीहरू पनि गयो भने 3 बास हुँदैन? 3 जना 3 बास बनाउनु मिल्छ? अनि तपाईँ पनि मामा घर गए भइहाल्छ नि मम्मी। माइत के माइत। धेरै के जानु पर्यो का? चुप भन्छ तिमी। दुवैजना हाँस्ने नि। कुन चाहिँ फलानाको को छोरीलाई चाहिँ तिमीहरू 12 बजे सरप्राइज दिन जानु पर्ने? यहाँ आफ्नै आमालाई चाहिँ नि म कहिले जन्मेको? यहाँ हो, यहाँ बस। म कहिले जन्मेको हुँ? छोड्देऊ जिस्किरहनु पर्छ। म कति साले हुँ? हामीलाई थाहा थियो त अस्ति के अरे। ल भयो छोड्देऊ। म अहिलेसम्म कति वर्ष कि भएँ? 60 70। चुप। अहिलेसम्म म 50 वर्षको भइसकेँ। तिमीहरूले केही मलाई त्यो सरप्राइज 12 बजे सरप्राइज दियो? आफ्नै आमालाई नदिकन कुन फलानीकी छोरीलाई चाहिँ दिनु पर्ने? 12 बजे गएर। अनि ऊ हाम्रो बेस्ट फ्रेन्ड हो नि। तपाईको नि कुनै बेस्ट फ्रेन्ड हुन होला नि। चुप। धेरै बढ्दै जाने हुने होइन मसँग। आफ्नै आमालाई नदिकन अर्का फलानीकी कोलाई दिने है? नरु त ममा धेरै जान्ने हुने होइन है? त्योबाट काहीँ पनि जाँदैन। भोलि बिहानै आउँछु कि राति आउँछु? आज यहीँ बस्ने। तिमीहरूलाई त त्यसकै होस् के, मलाई बाल छैन, मलाई मतलबै छैन। तिमीहरूले अहिले यत्रो ठुलो भएर के न केही गराए पनि छैन, मलाई मतलब छैन। तर बिचारा मलाई केही भइहाल्यो भने केही हुँदैन के मम्मी? ज्योतिषीले भनेको पट्याउँदिन म। तिमीहरू चुप लाएर बस्ने। कोही मर्ने होइन त्यो। जान दिन्न क्या, हाम्रो बेस्ट फ्रेन्ड हो चुप क्या। चुप। कोही मर्ने होइन त। दिन्छु अनि कहीँ जानु परेको छैन तिमीहरूलाई। आफ्नै आमालाई त्यस्तो कहिले गराएको छैन। त्यो फलाना कि कुन काकी छोरीलाई दिनु पर्ने? मम्मी जान दिन्न। दिन्नमा मम्मी भोक लाग्यो। छिटो। ल है त। अनि एकछिन बहान हो। जति खाइ नि नगाउने। तिमीहरूको त यो बुढी हो कि यो डरम हो? डरम डरम होइन कि मम्मी, ड्रम। मम्मी। मम्मी ए डरम होइन के मैले दिन। अनि स्टप गर न उपदेश। मैले ल चम्चा पनि खाएको छैन। ओए उपदेश पानी मात्र गर भनेको भरिसक्यो। गो होइन यहाँ उपदेश दाइ आज कहाँ गएछ? त्यतै त होला नि, छोड्दैन आज खाम भोक लागेछ। मम्मी आउँदैछ। छैन अब करायो पुन्यु मात्र छ। पुन्यु जान लिएर आइज पुन्यु। ल तँ जान तँ। हे म जान्न कि तँ जाने त। बिस्तारी बिस्तारी लड्लिस् तैँले। आइज। खोइ दे। म चाट्ने हो, मैले ल्यायो। हे त्यसो भए त यताबाट जात, म यताबाट जान्छु। ल छिटो। एकछिन